तपाईको कसैको घर गली आउँदाखेरि त्यो आवाज उठाउने हामीले चुनेर पठाएको क्षेत्रमा 8 को सांसदले के हेरेर बसेका थिए त्यतिखेर तपाईको घरमा भयल पस्दा बाढी पस्दा उठाउने आवाज किन बन्द भए यी कुराहरू तपाईले प्रश्न गर्नुपर्ने छ र हाम्रो सपनाराज भण्डारी एउटा मात्र तपाईले प्रत्यक्ष रूपमा नभए पनि तपाईले समानुपातिक मतको रूपमा तपाईले हालेको मतको आधारमा मैले हालेको मतको आधारमा उहाँ समानुपातिक सांसदको हैसियतमा त्यहाँ पुर्याएका हामीले त्यो कुरा आवाज उठाउन सक्यौं आज सारा क्षेत्र नम्बर 8 वासीले त्यो कुराको प्रशंसा गरिरहेका छन् हिजो मात्रै त्यो कुरा उहाँको पोस्टमा आउँदाखेरि 1 घण्टाको बीचमा 177 जनाको शेयर भएको छ त्यो उहाँले गर्नुभएको कामको प्रशंसा गर्नुभएको छ त्यसै कारणले गर्दा त्यो शेयर भएको छ भाइरल बनेको छ आसन्न हुन गइरहेको 21 गतेको चुनावमा हाम्रो मत दान गर्ने भनेको धेरै ठूलो कुरा हो आफ्नो मत रुख चिन्हमा छाप लगाएर र अन्य आदरणीय व्यक्तित्वहरूलाई पनि समाजको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसलाई जिताउनको लागि र नेपाली कांग्रेससँग जोडिएको युवाको भावना र जीएनजी आन्दोलनलाई सम्मान गर्दै सुध्रिएर आएको नेपाली कांग्रेस त्यसको साथसाथै हाम्रो नारा नै कांग्रेसलाई बदल्यौं अब देशलाई बदल्छौं भन्ने किसिमबाट जुन किसिमबाट हाम्रो पार्टी सभापतिले लिनुभएको अठोट र जुन किसिमको धारणा छ त्यसको लागि सफल बनाउनको लागि पनि हामीले नेपाली कांग्रेसको उम्मेदवार श्री सपनाराज भण्डारीलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउनको लागि घर घरबाट यस्ता आवाजहरू उठुन्